अफिस लागेको खै हजुर गोजी हेरौँ किन बोक्नु पर्यो 500 रुपियाँ हजुरले हजुर 500 बोक्यो नि 500 नै सकिन्छ 1000 बोक्यो 1000 सकिन्छ मसँग यहाँ 30 रुपियाँ यो 20 रुपियाँको चिया खाने यो 10 रुपियाँको बिस्कुट खाने भयो साथीहरूलाई खाना खान बोलाएको रे कसलाई सोधेर खाना खान बोलाएको मलाई अहिलेसम्म हजुर कुन चाहिँ साथीले खाना खान बोलाएर म चाहिँ पकाइ खाउँ मरी हजुरले दुनियाँकोमा गएर खाइसिन्छ नि मैले खाएको छु मलाई कसैले आइज छ खानु भनेर बोलाएको छन् क्यान्सल बुवा मम्मी अब यहीँ बस्ने गरी आउने रे ठिक छ आऊ मलाई केही छैन तर मलाई पहिलो जस्तो पिन्जडामा राख्न खोज्ने होइन म अब खुला मान्छे भइसकेको छु अब मलाई बाँध्ने होइन फेरि यो घरको मान्छेको समस्या चाहिँ के हो भन्छु त मलाई भयभरका सबैले लुगा नुहाएर फ्यात्त बाथरुममा छोडिदिएका हुन्छन् म के यो घरमा लुगा धुन आएको हो सबलाई भन्दैछु आफ्नो लुगा आफूले धुने भन्दा भन्न सक्छिन भने म भन्छु हेलो बाबु सन्चै होइसिन्छ ए होइन यहाँ हजुरको साथीको डायरी हेर्दै थिएँ कि अनि हजुरलाई 50,000 दिएको भनेर लेखेको छु डायरीमा अनि हजुर त फिर्ता गरिहाल्नुपर्ने मान्छे हो त्यसरी 18 वर्ष झुलाउने मान्छे त होइन अनि बाबुआले पो कटाउनु बिर्सिनु भयो कि भनेर कन्फ्युज भएर हजुरलाई सोधेको ए दिने पो भएको छैन ए मलाई थाहा थिएन न म कल गर्दिनँ उसो भए अब दिने भएर हिँड्छ त मेरो क्युआर पठाइदिन्छु त्यसमा हालिदिनु न त मलाई पनि यहाँ नानीको फिटी परिरहेछ हुन्छ अहिले नै हालिदिइहाल्नु है ल हस् म क्युआर पठाइहालेँ है त ल हस् ओ माई गड के आएको यस्तो फेसमा ओहो अनि जता लानु पर्दैन पैसा छैन भन्नुहुन्छ म दिँदिनँ पैसा यसरी अनुहार कुहाइ राख्नुहुन्छ त ज्यानभन्दा ठुलो कुरा त पैसा होइन त फोन ल्याऊ क्युआर पठाउ त मलाई म अहिले सेन्ड गरिदिइहाल्छु पैसा छिटो जटाउनु गइहाल यसरी मुख कुहाएर राख्ने होइन